हामीले जीवनमा हरेस खानु भनेको आफैले जिउँदै तर्पै मार्नु जस्तै हो। त्यसैले साथी, जीवनमा कहिले पनि हरेस खानुहुन्न। जीवनमा त्यो व्यक्ति सफल हुन्छ जसले जीवनमा पटक पटक मैदानमा हार्दा पनि जितको अपेक्षा राखेर मैदानमा उत्रिन्छ। हो साथी, जीवनमा मैदानमा उत्रिन जरुरी छ। जीवनमा हार जित त हुन्छ नै। त्यसैले हारमा कहिले पनि मेरो जिन्दगी सक्यो, अब म हारेपछि म कहिले पनि जित्न सक्दैन भन्ने सोचेर आफैलाई डाउन बनाएर बस्नु हुँदैन। आफैले हिम्मत हार्नु भनेको तर्पै मार्नु जस्तै हो, किनकि तपाईँमा जितको भोको हुन्छ। त्यसैले बरु हार्नु छ भने कम्प्लिटली हार्नुहोस्। तपाईँलाई यो लागोस् कि तपाईँको हारमा पनि खुसी होस्, नत्र भने जित एक दिन अवश्य हुन्छ। त्यसैले साथी, जीवनमा कहिले पनि हरेस खानु हुँदैन। जो व्यक्ति हरेस खान्छ नि, त्यो व्यक्तिले जीवनमा कुनै पनि क्षेत्रमा गएर प्रगति गर्न सक्दैन। जीवनमा त्यो व्यक्तिले मात्र प्रगति गर्छ जसले आफूसँग भएको फुर्सदको समयमा नयाँ कुराहरू सिक्ने कोसिस गर्छ, नयाँ ज्ञानहरू लिने कोसिस गर्छ र आफूसँग भएको सिपहरूलाई युटिलाइज गरेर हुन्छ। काम कुनै पनि सानो ठुलो हुँदैन। तपाईँको सोच सानो ठुलो हो, तर तपाईँले त्यो कामलाई कसरी गरिरहनु भएको छ त्यसमा फरक पर्छ। तपाईँले जतिसुकै ठुलो काम गरोस्, तर त्यसलाई तपाईँले टाइम दिनु भएन, त्यसलाई राम्रोसँग फोकस गर्नु भएन भने तपाईँले त्यो एकदम ठुलो लगानी भन्ने चिज पनि डुब्छ। तर तपाईँले सानै लगानी गर्नुभएको, सानै काम गर्नुभएको छ, तर त्यसमा तपाईँको फोकस 100% छ भने, तर तपाईँले त्यो सानो कामबाट पनि तपाईँले धेरै लाभ लिन सकिन्छ। त्यो सानो चिज पनि तपाईँलाई धेरै खुसी मिल्छ। त्यसैले जीवनमा कहिले पनि हरेस खानु हुँदैन। जीवनमा काम सानो ठुलो केही पनि हुँदैन। त्यसैले जुनसुकै क्षेत्रमा तपाईँ जे गरिरहनु भएको छ त्यसलाई 100% फोकस दिएर काम गर्नुहोस्। जो व्यक्तिले सही तरिकाले काम गरेको हुन्छ नि, त्यही व्यक्ति हो जीवनमा सफल भएको। हामी अर्को सफलता देख्छौँ, तर त्यो सफलताको पछाडि लुकेको सङ्घर्ष, मेहनत, त्यो पछाडि बगाएको पसिना कसैले देख्दैन। त्यसले गरेको भोगाई, त्यसले कति सङ्घर्ष गर्यो, त्यसले कति मेहनत गर्यो, त्यो कसैले देख्दैन। तर सफलता देख्छौँ। फलाम कति सजिलै सफल भयो, त्यसको त भाग्य राम्रो थियो, त्यसको नसिब राम्रो थियो। यो भाग्य नसिब भन्ने चिज केही पनि हुँदैन, तपाईँको सोच हो। किनकि हाम्रो सोच नै, हाम्रो मन नै हाम्रो मस्तिष्क हो। तपाईँको मनले, तपाईँको सोचले, तपाईँको मस्तिष्कले, तपाईँको दिमागले तपाईँ जे भन्न चाहनुहुन्छ नि अवश्य त्यही भन्छ। तपाईँ जस्तो बोल्न चाहनुहुन्छ नि तपाईँ त्यस्तै बन्नुहुन्छ। किनकि कुनै पनि एउटा क्यारिकेचर गर्ने एउटा कलाकारले अथवा कुनै पनि व्यक्तिले सुरुमै त्यो व्यक्तिको क्यारिकेचर गर्न सकिँदैन नि, त्यसले कति प्र्याक्टिस गरे हुन्छ। एउटा मुभी बन्नलाई त्यसले कति गरे हुन्छ, कति सङ्घर्ष गरे हुन्छ। त्यसैले तर हामीले मुभी राम्रो भयो नराम्रो भयो कमेन्ट गर्छौँ, तर त्यो पछाडि लुकिएको मेहनत कति छ भन्ने कुरा त्यसमा भर पर्छ। त्यसैले किनकि हामीले जीवनमा सफल बन्नु छ भने पहिला कुनै पनि काम गर्न अगाडि राम्रो भिजुअलाइज गर्नुपर्छ। त्यो काम कस्तो हो, त्यो कामले मलाई कति फाइदा दिन्छ, कति घाटा दिन्छ, यो समाजमा त्यसको आवश्यक छ कि छैन, त्यसको बजार भाउ कस्तो छ, हरेक कुरालाई हामीले जसले बुझेर अगाडि बढ्छ नि त्यो नै हो जीवनको सफल व्यक्ति। त्यसैले मित्र, तपाईँले पनि हरेक कामलाई बुझेर राम्रोसँग सोचेर अगाडि बढ्नु होला। जो व्यक्ति सोचेर बुझेर अगाडि बढ्छ नि त्यसले न कहिले हरेस खान्छ, न त्यो असफल हुन्छ। जो व्यक्ति एक ठाउँबाट असफल गयो भने त्यसले 10 ठाउँमा लगानी गर्छ, किनकि एक ठाउँबाट डुब्यो भने अर्को 9 ठाउँबाट त नाफा आउँछ नि हो। त्यसैले सफल भइरहेको हुन्छ, असफलता भइरहेको हुन्छ। जो धनी छ ऊ धनीको धनी, जो गरिब छ गरिबको गरिब हुनुको मुख्य कारण नै यही हो। किनकि धनीले धेरै रिस्क लिन्छ, गरिब रिस्क लिन चाहँदैन। धनीले आफूसँग भएको टाइमलाई युटिलाइज गर्छ, तर गरिबले विभिन्न टिकटक भिडियो अनेक किसिमका सामाजिक सञ्जालमा बिना फोक्करमा टाइम बिताइरहेको हुन्छ। र त्यसैले गर्दा तपाईँले आफूसँग बचेको समयलाई सही तरिकाले सदुपयोग गर्नुहोस्। समयको धेरै महत्त्व छ।
यो समय, यो हाम्रो उमेर कहिले पनि फर्केर आउँदैन। त्यसैले उमेर हुन्छ, समय हुने बेला नै राम्रोसँग प्रगति गर्नुपर्छ। हामीले राम्रो प्रगति गऱ्यो भने सबैको माया, प्रेम, सद्भाव र सबैले हामीलाई आदर सम्मान गर्छ। त्यसैले हामी कहिले पनि घमण्ड गर्नु हुँदैन। जो व्यक्ति घमण्ड गर्छ नि, त्यो व्यक्ति सधैँ कसैको नजरमा पनि सही हुँदैन। जो व्यक्तिमा दया, माया, प्रेम, सद्भाव हुन्छ नि, त्यो सबैको प्यारो हुन्छ। त्यसैले साथी, तपाईँ सबैको प्यारो बन्नु सक्दैन भने, कसैको प्यारो बन्न सक्दैन भने कसैको नराम्रो पनि नगर्नु। किनकि यो संसारमा, यो जीवनमा कसैले पनि खुसी बनाउन सकिँदैन। खुसी स्वयं आफैले बनाउने हो। दुनियाँलाई म भएभरको दुनियाँलाई, यो संसारलाई खुसी बनाउँछु भन्ने सोचमा तपाईँ हिँड्नु भने तपाईँ आफै दुःखी हुनुहुन्छ, तपाईँ आफै हरेस खानुहुन्छ। दुनियाँले के भन्छ, दुनियाँले के सोच्छ भनेर होइन, म के गरिरहेको छु, म कहाँ जाँदैछु, के खाँदैछु, आफैमा आत्मविश्वासको साथ काम गर्नुपर्छ। जो व्यक्ति आत्मविश्वासको साथ काम गर्छ, जो व्यक्तिले आफूमा भरोसा राख्छ, जो व्यक्तिले आफूले गरेको काममा 100% फोकस दिएर काम गर्छ र जसले आफूले गरेको काममा इमोसनल दिएर, टाइम टेबल मिलाएर काम गर्छ नि, त्यो व्यक्ति अवश्य सफल हुन्छ। त्यसैले तपाईँ कुनै काम गर्नु छ भने हरेक चिजको टाइम टेबल मिलाएर काम गर्नुहोला। आफ्नो कतिखेर खाने, म कति समय के गर्ने, सबै चिजको जो व्यक्ति टाइम मिलाउँछ नि, त्यो व्यक्ति स्वस्थ पनि हुन्छ, त्यो व्यक्ति खुसी पनि हुन्छ। त्यो व्यक्तिले अरूको मन कहिले पनि दुखाउँदैन, त्यो व्यक्तिले अरूलाई कहिले पनि दुःख दिँदैन। तर त्यसले जे सत्य हो त्यो बोल्छ। तपाईँ झुट बोलेर अरूलाई छेनी खुसी बनाउन सकिन्छ, तर जीवनभर होइन। तर तपाईँले सत्य बोलेर त्यसको मन दुख्छ भने त्यो छेनी दुख्छ, त्यो तितो शब्दले, तर जिन्दगीभर दुख्दैन। किनकि तपाईँ सत्यको सधैँ जित हुन्छ भन्छ नि, हो। त्यसैले तपाईँले सधैँ सत्य बोल्न जरुरी छ। त्यसैले आफैले आजदेखि ढुक्कसँग भन्नुहोस्, म आजदेखि झुट कहिले बोल्दिनँ, म आजदेखि कहिले नराम्रो काम गर्दिनँ। तपाईँ यो सोचेर हिँड्नुभयो भने तपाईँ जीवनमा कहिले पनि रुनुपर्ने छैन। त्यसैले साथी, तपाईँ आफैले सुधार्न जरुरी छ है। हामी जो व्यक्ति अनुशासन छ नि, म अनुशासन छ भने मलाई विश्वास गर्छ सबैले। किनकि मैले एकचोटि विश्वासघात गऱ्यो भने त्यसको हृदय टुटेको हुन्छ, त्यसले अर्कोचोटि विश्वास गर्न गाह्रो मान्छ। तपाईँले अर्कोचोटि सत्य बोल्दा उसलाई फेरि झुटै बोले जस्तो लाग्छ। त्यसैले साथी, जीवनमा झुट कहिले नबोल्नु, टाइमको सही टाइममा सदुपयोग गर्नु, समयलाई खेर नफाल्नु। यदि तपाईँसँग काम छैन, केही पनि छैन भने कुनै किताब पढ्नुहोस्, अथवा कुनै काम गर्नुहोस्, अथवा कुनै सिप सिक्नुहोस्। हामीले समयलाई सही तरिकाले सदुपयोग गर्नुपर्छ। किनकि यो समय र उमेर भनेको चिज कहिले पनि फर्किँदैन। बगिरहेको पानी जस्तै हो, ऊ आफ्नै गतिमा बगिरहन्छ। त्यसैले जीवनलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ। हामी भन्छौँ, हे समय त आज गयो नि भोलि आइहाल्छ नि, भन्छ नि, भोलि त अर्कै समय आउने हो। हामी भन्छौँ, ह्याप्पी बर्थडे, मेरो आज 1 वर्ष पुरो भयो, आज 25 वर्ष पुरो भयो, आज 26 वर्ष पुरो भन्छ नि। तर हामी दिन प्रतिदिन हाम्रो समय गइरहेको सङ्केत हो। तर हामी बुझ्दैनौँ कि आज हामी त यङ भइरहेछौँ, अथवा हामी त ठुलो भयो भनेर सोचिरहन्छौँ। यो भनेको हामी ठुलो भएको होइन, हाम्रो उमेर गइरहेको, हामीले प्रगति गर्ने दिनहरू जाँदैछ भन्ने बुझ्नुपर्छ। त्यसैले तपाईँ जति सक्दो आजैबाट, अहिलेबाट प्रगति गर्न जरुरी छ। किनकि हामीले अहिले प्रगति गर्ने भने कहिले गर्ने, आज गर्ने भने कहिले गर्ने। किनकि भोलि होइन, आजबाट सुरु गर्नुहोस्। तपाईँले सुरु गर्नुभयो भने तपाईँले भगवान्ले पनि हामीलाई के भन्छ भन्दाखेरि, तपाईँ आँट गर्नुहोस्, म पुऱ्याउँछु भन्छ कि। हामीले जिन्दगीमा रिस्क लिन जरुरी छ। जो व्यक्तिले रिस्क लिएर अगाडि बढ्छ नि, त्यो व्यक्ति के जित्छ कम्प्लिटली जित्छ, कि हार्छ कम्प्लिटली हार्छ। जुन हारमा पनि जितको महसुस हुन्छ, हारमा पनि खुसी हुन्छ। त्यसैले साथी, तपाईँ राम्रोसँग आफूले गरेको कामलाई, आफूले दिइरहेको क्षेत्रमा, आफू गरिरहेको कुनै पनि जब अथवा कुनै पनि व्यापार, बिजनेस, जुनसुकै क्षेत्रमा हुन्छ नि, त्यसलाई राम्रोसँग गर्नु होला, ताकि त्यसमा तपाईँको हारमा पनि जितको अपेक्षा होस्, तपाईँको हारमा पनि दुनियाँको तारिफ होस्, जितमा मात्र होइन। त्यसैले सबैजना मिलेर
आफैलाई सबैजनाले कहिले पनि हामीसँग भएको टाइमलाई खेर नफालौँ। यदि यो भिडियो मनपर्छ भने हाम्रो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब प्लिज गरिदिनु होला है त। तपाईँहरूको सानो कमेन्टले, सानो सब्सक्राइबले मलाई धेरै हौसला, मोटिभेट मिल्नेछ। धन्यवाद। आजलाई बिदा हुन्छु।